व्यक्तिगत तर्फबाट हातमा राखेर जान चाहन्छु। यो मेरो मान्छेसँग त फेरि टन्न छ भन्ठान्नु होला, होइन है होइन। ऋण गरेर ल्याएर भए पनि प्रकाश भुजेलले यस्तो राम्रो काम गरेको ठाउँमा सहायता दिन्छ, यो कुरा याद गर्नु होला। जहाँ अप्ठ्यारो, जहाँ आपद, जहाँ विपद पर्छ एकचोटि सम्झिनुहोस्, सक्दो सहयोग म आफै गर्नेछु। तपाईँहरूलाई गाह्रो र साह्रो पर्ने बेलामा यो पैसा उहाँहरूको हातमा दिन चाहन्छु। खोइ त ताली बजाएको हल्ला पनि हजुर। काठमाडौँबाट आएर सिन्धुलीमा सहयोग गरेको छु। ल हेर्नुहोस् त, तपाईँहरूको गाउँ, तपाईँहरूको ठाउँ बन्योस्, राम्रो होस्, आउने जिन्दगीमा कसैले पनि दुःख नपाउन्, भवन बन्योस्, यहाँनिर हस्पिटल बन्योस्, खेल्ने खेलाडीको ग्राउन्ड बन्योस्, पुलिस प्रशासनको भवनलाई कहिले पनि तोडाउने फुटाउने काम नगर्नु। एक दिन फुटाल्दाखेरि कति दिन रुनु पर्यो नेपाली थाहा छ? सबैजना एउटै हुँदैन। पुलिस प्रशासन भनेको हामीलाई आपत र विपद परेको ठाउँमा गुहार्ने ठाउँ। त्यही भएर उहाँहरूलाई संरक्षण गरौँ। आफ्नो गाउँ ठाउँमा हेलमेट नलाइकन बाइक पड्काएर अनि उल्टै यसो गरेर हिँड्ने काम नगर्नुहोस् है। राम्रो गर्नुहोस्, आफ्नो समाजलाई अगाडि बढाउने काम गर्नुहोस्। आफ्नो गाउँ, आफ्नो नगर, आफ्नो सहर आफै बनाउने